धन्यवाद। हाम्रो नर्सरीका विद्यार्थी भाइ बहिनी चाहिँ यति मिठो राइम्स गाएर जानुभयो। अब चाहिँ अबको पालो रहेको छ कक्षा नर्सरी बी का विद्यार्थी भाइ बहिनीहरूको नृत्य। कृपया जोरदार ताली बजाइदिनु होला। धन्यवाद विद्यार्थी भाइ बहिनीहरूलाई यति राम्रो नृत्यको लागि।
ब्यागमा राख्ने, ब्यागको चेन राम्रोसँग लगाउने अनि बल्ल हिँड्ने है। ब्यागको चेन राम्रोसँग लगाउनु पहिला। ब्यागको चेन लगाउनु, ज्याकेट राम्रोसँग लगाउने, ज्याकेटको चेन लगाउने, चेन लगाएपछि मात्रै हिँड्ने है। सुल्टो बनाउने ज्याकेट, सबैको ज्याकेट उल्टो छ, सुल्टो बनाउने, सुल्टो बनाएर लगाउने, चेन राम्रोसँग लगाउने, चेन लगाएर मात्र दौडी पाउँछौँ। चेन नलगाइकन दौडियो भने हामी त्यसलाई डिस्क्वालिफाई गर्छौँ। ल सकेसम्म छिटो है, सकेसम्म छिटो। चेन पनि लगाउनु है, चेन लगाउनु, चेन लगाउनु। फर्स्ट सेकेन्ड खै क्रिस्टको वाटर बोतल कहाँ छ? क्रिस्टाको वाटर बोतल हातमा लिएर आउनु पाएन। तिमी त त्यसँग गर्नु पर्यो नि, तिमी भएन है, तिमी डिस्क्वालिफाई भयो नि त। खै चेन लगाएर आउने, चेन 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 लगाएर आउनु पर्यो। ल फर्स्टमा आउने, अगाडि आउनुहोस् त। फर्स्टमा आउने बस्नुहोस् है, ठिक छ नि सबै तिम्रो होइन? तिम्रो पनि ठिक छ। ल ल अगाडि आउनुहोस् त। ल तिम्रो चेन त यहाँसम्म त आएको नि त नानु। ल फर्स्ट क्रिस्टल म्याम नाम टिप्नु त त्यसमा। युकेजी क्लासको ड्रेसिङ अफ गेम। फर्स्ट क्रिस्टल कुमार, फर्स्ट क्रिस्टल कुमार। सेकेन्ड आरुषि कापरी, सेकेन्ड आरुषि कापरी। थर्ड अमिषा भारती, थर्ड अमिषा भारती। ल थ्याङ्क यू क्लास एमकेजी, तपाईँहरूलाई राम्रो लाग्यो? ल ताली बजाइदिनुहोस् त बच्चाहरूलाई। प्रिन्स कुमार, प्रजल कुमार, प्रिन्स कुमार, प्रजल कुमार र नम्रता प्याली मगर, नम्रता प्याली मगर, प्रजल कुमार, प्रिन्स कुमार। हातलाई कसरी समात्ने हो? हात खुस्किएर अगाडि आउनु चाहिँ भएन है। हात खुस्किएर अगाडि आयो भने हामी चाहिँ आउट हुन्छ, फेरि अहिले मेडल लाउन पाइँदैन। ल उठ्नुहोस् त, सबैजना उठ्नुहोस्। ल सिधा गए जाने लाइन बनाएर अनि उता लास्टको ग्रिन लाइनबाट यता फर्केर बस्नु है। फुफु गरेर फुक्न पाइन्छ कि पाइँदैन नि? पाइँदैन है। फुफु गरेर फुक्न पाइन्छ? पाइँदैन। यहाँ फुक्नी हो भन्नुभयो मम्मी बाबाहरूले है। फुक्नी हो कि होइन भनिदिनुपर्छ हामीले है। हामी फुक्नी होइन, हामी त दाँतले क्रिक। ओके ल ह्यान्ड्स ब्याक गर्नु, 3 गो। ल खोज्नुहोस् है, खोज्नुहोस्। हात पछाडि, हात पछाडि, हात अगाडि बसेर ल्याउनु पाउनुहुन्न। राम्रोसँग मुखले पन्छाउने, मुखले पन्छाउने। गुड गुड। ल प्रेजना, समीक्षा, प्रेजना, समीक्षा, जिना, दीपिका कुमारी, प्रिस्किला, ल खोज्नुहोस् खोज्नुहोस्, छिटो छिटो खोज्नुपर्छ। खोज्नुहोस् है, खोज्नु पाउनै पर्छ खोजेको। ल
नभए ल भएन ल उठ्नुहोस् त उता जानुहोस् सबैजना त्यहाँ जानुहोस् अनि सबैजना गएर फोटो खिच्ने त्यहाँ है कस्तो राम्रो देखियो हामीलाई सबैजना राखेर फोटो खिचिदिनुहोस् त कस्तो राम्रो फेस बनाउने भाइ बहिनीहरू हेल्पब्याक गर सबैले हेल्पब्याक अनि ल रेडी हुनुहोस् है मैले 1 2 3 भन्छु अनि जाने है ओके मलाई सुन्नु भएको छ सबैले अमृत के गर्नु भएको यस्तो ल रेडी हुनुहोस् है त मैले 3 भनेपछि जाने है ल 1 2 3 गो जानुहोस् जानुहोस् आफ्नो समात्ने है एउटा एउटा समात्ने आफ्नो ल अगाडि आउनुहोस् यतै खाली छ सृष्टि आउनुहोस् सृष्टि आउनुहोस् देवी आउनुहोस् त यहाँ खाली छ एउटा यहाँ हेरेर आउनुहोस् त त्यता यहाँनिर खाली छ त्यहाँ सुगाउने ल है राम्रोसँग गर्ने है अरू साथीले नहेर्ने आफ्नो आफ्नो हेरेर गर्ने चेक गर्नु है राम्रोसँग चेक्नु अनि दौडेर आएर बस्ने आफ्नो सिटमा है ल छिटो गर्ने अनि आएर बसिहाल्ने छिटो छिटो यो नक्कले भ्याउनु भएन झऱ्यो त्यहाँ हेर्नु त झरिसक्यो ल जानु जानु फेरि गर्नुपर्ने भयो झऱ्यो राम्रोसँग हेर्नु है पाउनु भयो आयुष तामाङ आउनुभयो कतिवटा छ कि 4 अर्णवीको पनि भयो ल अर्णवी सेकेन्ड बिना म्याम लेख्नु है आयुष तामाङ फर्स्ट आयुष तामाङ फर्स्ट सेकेन्डमा अर्णवी अम्गाई थर्ड अमृतको ठिक छ अमृत तामाङ थर्ड जेनिल पत्या होला ए एउटा बाँकी नै हो अमृतको होइन अच्छा मिज्यू विशेष अतिथि गोर्खा नगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष श्री प्रदीप कुँवरज्यू हामीलाई सधैँ साथ र हौसला दिनुहुने अतिथिज्यूहरू यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि उपस्थित हुनुभएका सम्पूर्ण प्यारा अभिभावकज्यूहरू र मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा म भगवती कडेलको तर्फदेखि नमस्कार व्यक्त गर्न चाहन्छु। मेरो खुसी खेल्यो जता जता
धन्यवाद हाम्रो साना विद्यार्थी एलकेजी बीका विद्यार्थी भाइ बहिनीहरूलाई यस्तो सुन्दर सुन्दर अति Thank you.
धन्यवाद। म्यामहरूको लागि ताली अलि पुगेन कि? धन्यवाद। अब हामी लगतै अभिभावक खेलको लागि तयार हुन्छौँ। गुच्चीको चस्मा कालो दुबई र थाइल्यान्ड घुमी त्यसपछि लन्डन पालो
हातमा सुनको बालो गुच्चीको चस्मा कालो दुबई र थाइल्यान्ड घुमे त्यसपछि लन्डन पाले जाने भयो जम्माया घुमेर अम्माया जाने भयो जम्माया घुमेर अम्माया जाने भयो जम्माया घुमेर अम्माया जाने भयो जम्माया घुमेर अम्माया
साइली पिरती लाउँदिन पिरती लाउँदिन साइली पिरती लाउँदिन भेट्न नि आउँदिन मलाई भेट्न नि आउँदिन खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला ए खोली सलाला झलेको झलाला झलेको झलाला चिटिका भनेर आइछौ चिटिका भनेर चिटिका भनेर आइछौ चिटिका भनेर भेटौँला भनेर तिमीलाई भेटौँला भनेर खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला झलेको झलाला कलेजी कटाकै तिमीले बिर्सियौ चटकै कलेजी कटाकै मेरो कलेजी कटाकै बिर्सियौ चटकै तिमीले बिर्सियौ चटकै खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला ए खोली सलाला झलेको झलाला झलेको झलाला मुटुमा छौ मेरो तिमी मुटुमा छौ मेरो मुटुमा छौ मेरो तिमी मुटुमा छौ मेरो सबै थोक हौ मेरो तिमी सबै थोक हौ मेरो खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला झलेको झलाला मन मिल्ने साथी छन् मेरो मन मिल्ने साथी छन् मन मिल्ने साथी छन् मेरो मन मिल्ने साथी छन् मनको जाति छन् साह्रै मनको जाति छन् खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला ए खोली सलाला झलेको झलाला झलेको झलाला नजरले हानेको हेर नजरले हानेको नजरले हानेको हेर नजरले हानेको फकाउन जानेको कति फकाउन जानेको खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला खोली
चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन चाहे रुखोस् चिसो बातास यो नेपाली रुक्दैन चाहे रुखोस् चिसो बातास यो नेपाली रुक्दैन जुन किरी झै ज्योति बाली अन्धकारमा चम्किन्छ यो नेपाली सिरो चाली संसारमा लम्किन्छ एकातिर तराईको चार कोसे झाडी छ एकातिर तराईको चार कोसे झाडी छ अर्कोतिर उच्च सिरा ठुल्ठुलो पहाडी छ अर्कोतिर उच्च सिरा ठुल्ठुला पहाडी छ जुन फेरि झै ज्योति बाली अन्धकारमा चम्किन्छ यो नेपाली सिरो चाली संसारमा लम्किन्छ जन्मे यही गौतम बुद्ध शान्तिका अग्रदूत जन्मे यही गौतम बुद्ध शान्तिका अग्रदूत सगरमाथा विजय गर्ने यही देशका हुन् सपूत सगरमाथा विजय गर्ने यही देशका हुन् सपूत जुन फेरि झै ज्योति बाली
शिर उचाली संसारमा लम्किन्छ यो नेपाली शिर उचाली संसारमा लम्किन्छ यो नेपाली शिर उचाली संसारमा लम्किन्छ यो नेपाली शिर उचाली तर्फबाट र यस ओएसिस मोन्टेसरी विद्यालय परिवारको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी हाम्रो अभिभावकज्यूहरू सबैजना घर गइसक्नुभयो, उहाँहरूलाई पनि आफ्नो समय निकालेर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। सायद राम्रै भयो होला यो कार्यक्रम। हामी चाहिँ सिक्ने र सिकाउने क्रम, यो ठाउँ भनेको सिक्ने र सिकाउने ठाउँ हो नि त, त्यसैले केही मबाट त्यही कार्यक्रम सञ्चालन क्रममा चाहिँ केही गल्ती भए म माफी माग्दै अब हामी चाहिँ कार्यक्रम समापनको तर्फ लाग्नेछौँ। यस कार्यक्रम चाहिँ समापन गरिदिनु हुनको लागि सम्मानित समारोहका सभाध्यक्षज्यूलाई चाहिँ म आफ्नो यो माइक चाहिँ हस्तान्तरण गर्दै म यहाँबाट ओजेल पढ्न चाहन्छु। हस्त धन्यवाद। ल, कार्यक्रम समापन गर्ने बेलामा सम्पूर्ण अभिभावकहरू लगभग गइसक्नु भएको छ। त्यही पनि आज हाम्रो विद्यालयको 7औं वार्षिक उत्सव तथा तेस्रो अभिभावक दिवसमा आफ्नो व्यस्त समयलाई आफ्नो धेरै महत्त्वपूर्ण कामहरूलाई थाँती राखेर लमजुङदेखि गोर्खासम्म एउटा मेरो निम्तोमा आइदिनु भएकोमा मेरो सहकर्मी साथी नै भन्न मन लाग्छ मलाई। उमेरले त अलिकति ठुलो हुनुहुन्छ आमाभन्दा, त्यही पनि सहकर्मी साथीलाई धेरै धेरै धन्यवाद, धेरै धेरै आभारी छु उहाँप्रति। त्यस्तै गरेर आज उपस्थित भइदिनु हुने सम्पूर्ण विशेष अतिथिज्यूहरू र यो कार्यक्रमलाई सफल बनाउनको लागि दिनरात खटेर काम गरिदिनु हुने शिक्षकवर्ग र अभिभावकहरू, साथ दिनुहुने प्यारा अभिभावकहरू र प्यारा विद्यार्थी भाइ बहिनीहरू सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आजको कार्यक्रम समापन भएको घोषणा गर्दछु। हस्, धन्यवाद।